अब हामी चाहिँ धान्द्रुको गैरी गाउँ डुल्न गयौँ होइन। अनि हामी चाहिँ बिहानको भ्यू हेर्न आएको यत्रो टाढाबाट, तर बिहानको भ्यू चाहिँ यस्तै देख्यो। हामीले हिमाल देख्नै पाएको थिएन, त्यही भएर हेर्न आएको। लास्टमा यस्तै मात्र देख्यो। त्यति चित्त बुझाउँदैछौँ अनि हामीले सबैजना लाग्दैछौँ गैरी गाउँ हेर्न। अब के गर्नु, चित्त त बुझाउनु पर्यो कसै गरी होइन। सिस होइन मिल्ना सिस हो सिस। सबैजनाले हाई भन्छौँ नि त एकचोटि। हेलो ओ सबैजना हाई भन्छौँ नि त। हेर न दुइटा के हेर्दैछ। हाई ल ल यहाँको बाटो चाहिँ राम्रो हो कि एकदमै पुरै यो टाइपको रहेछ नि त बाटो चाहिँ। ओहो भाइलाई कति मजा है भाइ। साथीहरू हामी चाहिँ आइपुग्यौँ गैरी गाउँ। यस्तो राम्रो रहेछ क्या गैरी गाउँ। सबैजना आफ्नो आफ्नै तालमा छौँ होइन। कति राम्रो। हामीले पल्लो साइडमा बस्यौँ, तर हामीले जुन भिडियोमा देखिरहेको थियौँ नि त्यो गाउँ चाहिँ यो रहेछ। हामी चाहिँ म्युजियम हिँडेको यहाँनिर। कस्तो राम्रो छ गएर जाने। गाइज यो चाहिँ डाँडा गाउँ रे। अनि यहाँदेखि पल्लो अघि देखाएको गाउँ चाहिँ गैरी गाउँ अरे।